हजुर साथीहरू नमस्कार नमस्कार नमस्कार। के छ साथीहरू, सन्चै आराम हुनुहुन्छ? आज फेरि म एउटा प्लग लिएर यहाँहरू माझ आएको छु। आज पनि हामी दुखान एरियातिरै छौँ। यहाँनिर चाहिँ एकदम हावा चलेको भएको कारणले गर्दाखेरि म अहिले गाडीमा बसेर एउटा भिडियो क्लिप तयार गर्ने कोसिस गरेको छु। आज एकदम हावा चलेको छ, यहाँले देख्न सक्नुहुन्छ। मान्छेहरूले चाहिँ यसरी यो हरियाली बनाउने ठाउँमा चाहिँ ढुङ्गा टिपिराखेका छन्। फेरि ढुङ्गा टिपेका छन्। ढुङ्गा टिपेर यता चाहिँ डान्डी बार लगाएर छन्। यता देख्न सक्नुहुन्छ। यता यस्तो छ। यतापट्टि हाम्रो साथीहरूले चाहिँ काम गरिराख्नु भएको छ। अहिले हावा चलेको कारणले चाहिँ यही एरियालाई यो ठुलो एरिया छ, यो एरियालाई चाहिँ हरियाली बनाउने यहाँनिर चाहिँ पानीको लागि चाहिँ पानी सप्लाईको लागि चाहिँ काम गरिरहेको छ। यहाँनिर भन्दा नि म त यसो साथीहरूसँग घुम्नुको लागि जस्तै भन्दा पनि पाउनु पर्ला। यतापट्टि चाहिँ यस्तै छ। हजुर, अत्याधिक हावा चलेको कारणले गर्दाखेरि आवाज केही पनि नसुनेको हुनाले चाहिँ भोइस ओभर गर्न बाध्य छौँ। यस्तै छ। यी आँखामा धुलो पनि त्यस्तै उडेको छ। धुलो उडेको कारणले गर्दाखेरि चाहिँ आँखामा चस्मा, त्यस पछाडि त्यस्तै गरिरहेका छौँ। अहिले हामी कफी पिउँदैछौँ। कफी पिउँदाखेरि पनि एकदम गाह्रो छ एकैछिनमा कफी चाहिँ सेलाइहाल्ने। यस्तो हावा चलेको छ। हावा त्यसै गरी बालुवा यस्तै छ। मरुभूमिमा हेर्नुहोस् हाम्रो साथीहरू। अब के छ साथीहरू, ल पिउनुहोस् हावा सँगसँगै कफी मजाले। यो उराट लाग्दो मरुभूमिमा यसरी चाहिँ ढुङ्गा टिपिराखेका छन्। यहाँ चाहिँ सबै हरियाली बनाउनको लागि। हेर्नुहोस् यस्तो गरेदेखि के हुँदैन र, पैसा हुनुपर्छ, गरेदेखि जे पनि हुन सक्ने। असम्भव भन्ने कुरो केही पनि छैन। यस्तो मरुभूमिमा ढुङ्गाहरू टिपिराखेका छन्, टिपाएका छन् खेलाडीहरूले। अनि त्यसै गरी बाउन्ड्री पनि लगाएका छन्। यस्तो छ। हावाले गर्दाखेरि पुरै मुख ढाकेर गर्नु परिरहेछ। अहिले चाहिँ हामीले पाइप पुर्ने काम भइरहेको छ। अँधेरो पनि छ, हावा पनि चलेको छ। हावा चलेको कारणले गर्दाखेरि भोइस त्यति राम्रो आएको छैन। यहाँ देख्न सक्नुहुन्छ यो डोजरले चाहिँ यसरी उडेको छ। त्यो चाहिँ देख्न सक्नुहुन्छ यहाँले सेक्को प्यालेस हो। सेक्को प्यालेस यस्तो बनाएर चाहिँ एकान्त ठाउँमा मजाले बसेका हुन्छन् यिनीहरू। त्यसै पुरै बान्दी भयो। तरिकाले यो पाइप बिछाएको चाहिँ हो पर्ने है। हजुर साथीहरू, हावा चलेको कारणले गर्दाखेरि त्यति राम्रो भिडियो बनाउन पनि सकिएन। जे जस्तो छ हेरेर सल्लाह सुझाव अनि च्यानललाई सब्सक्राइब गर्नुहोला। आजको लागि बिदा हुन चाहन्छु। हस्त नमस्कार सबैमा।